धनतेरसको दिन यी किन्नै पर्ने 3-4वटा सामग्रीहरू धेरै महँगो पनि छैन, सस्तै पर्दछ। भिडियो सेभ गर्नुहोला, कमेन्ट बक्समा जय लक्ष्मी माता लेखेर साथ दिनुहोला। 2082 साल कार्तिक 1 गते पर्न गएको धनत्रयोदशी व्रत ताकि धनतेरस। यो दिन शनि प्रदोष व्रत पनि छ, तुला संक्रान्ति पनि हो। त्यसैले यो दिन हजुरले घरमा धनिया, कमल गट्टा, कौडा, त्यसै गरी सक्नेले सुन चाँदीको सिक्काहरू पनि किन्न सक्नुहुनेछ। कुचो किनेर लिएर आउनु भयो भने अत्यन्त राम्रो, लक्ष्मीको कृपा प्राप्ति गर्न सक्नुहुनेछ। भिडियो सेभ गर्नुहोला। आजको 8 दिन पछाडि धनतेरसको दिन पर्दछ, कार्तिक 1 गते पर्दछ। त्यसैले हजुरहरूले धनतेरसको दिनमा किन्ने सामग्रीहरू सेभ गर्नुहोला। नमस्ते, म ज्योतिषी अजिता कडेल, नयाँ बानेश्वर शङ्खमूलबाट।